के तपाईँ वृश्चिक राशिमा पर्नुहुन्छ? यदि तपाईँ वृश्चिक राशिमा पर्नुहुन्छ भने दर्शकवृन्दहरू, म धर्मेन्द्र कृष्ण पौडेल यहाँहरूको माझमा उपस्थित भइसकेको छु हाम्रो पात्रको माध्यमबाट 2083 सालको वृश्चिक राशिको सम्पूर्ण वार्षिक राशिफल लिएर। सर्वप्रथम त यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु हाम्रो पात्रको माध्यमबाट र दर्शकवृन्दहरू, अवश्य पनि यहाँहरूको लागि नयाँ वर्ष अत्यन्त उत्तम रहोस् र 2083 सालमा तपाईँका सबै कार्यहरू भगवान भोलेनाथले पुरा गरून् र अवश्य पनि आउनुहोस् दर्शकवृन्दहरू। के गर्ने के नगर्ने यो वर्षभरि नै व्यापार विस्तारको लागि के कस्तो समय छ, नोकरी वा पेसामा के कस्तो छ, स्वास्थ्यको दृष्टिकोणले, प्रेमको दृष्टिकोणले र वैशाखदेखि चैत्र महिनाको समय यहाँहरूको लागि अनुकूल छ वा प्रतिकूल छ आदि इत्यादि कुराकानीलाई लिएर आउनुहोस् दर्शकवृन्दहरू, चर्चा परिचर्चा गरौँ। र ढिला नगरिकन यदि तपाईँ वृश्चिक राशिमा पर्नुहुन्छ भने दर्शकवृन्दहरू, यो महिना तपाईँको लागि अति उत्तम र राम्रो रहेको देखियो। देवगुरु बृहस्पतिको प्रभावले गर्दाखेरि तपाईँको सामाजिक क्षेत्रमा अत्यन्त राम्रो उत्तरदायित्वताको तपाईँले निर्वहन गर्नुहुन्छ। शिक्षाको क्षेत्रमा, अनुसन्धानको क्षेत्रमा नयाँ ज्ञान हासिल गर्ने विषयवस्तुमा तपाईँले नयाँ अवसरहरू प्राप्त गर्नुहुन्छ। वैदेशिक यात्राका योगहरू पनि बनेका छन् र विदेशमा आफ्नो प्रभाव पनि तपाईँले राम्ररी छोड्न सक्नुहुनेछ र अवश्य पनि सकारात्मक व्यक्तित्वमा प्रभाव रहेको देखिएको छ। सोच र धैर्य तपाईँको अत्यन्त श्रेष्ठ र राम्रो, नैतिकताको विकास, धार्मिक परिपाटी अत्यन्त सुन्दर र पारिवारिक सम्बन्धहरू पनि सुध्रिने र बुवासँगको सम्बन्धमा केही तलमाथि थियो भने त्यहाँ सुधारको सङ्केत प्राप्त भएको छ। भाग्य सबल रहनेछ र विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा अविश्वसनीय परिणाम तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। उच्च शिक्षालाई लिएर समय अत्यन्त अनुकूल रहेको देखियो। पिताको कार्यक्षेत्रमा उन्नति वा प्रगतिका सङ्केतहरू प्राप्त भएका छन् र आर्थिक रूपमा पनि यो वर्ष अनुकूल रहनेछ। अप्रत्याशित लाभ र मान सम्मानमा वृद्धिको योग देखा परेको छ। काममा वरिष्ठ व्यक्तिहरूको सहयोग मिल्नुका साथै धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ र साथै तीर्थस्थलहरूमा पनि भ्रमणका योगहरू रहेका छन्। तर शनि अलिकति अशुभ रहनाले तपाईँको केही विषयवस्तुमा चाहिँ समस्या पर्न सक्छ। विशेष गरी आर्थिक विषयवस्तुमा अलि विचार पुर्याउनुपर्छ। निर्णय लिँदाखेरि सन्तान सम्बन्धी चिन्ताले तपाईँलाई अलिकति सताउन सक्छ र सन्तानलाई लिएर अलिक सचेत रहनुपर्ने आवश्यकता रहेको देखियो। कुनै प्रकारको कुसङ्गतमा त फसेका छैनन् भन्ने कुरा बुझ्नु पर्यो र उनीहरूमाथि दृष्टि पनि राख्नु पर्यो। राहु केतुको प्रभाव हेर्दाखेरि अलिकति सवारी साधन चलाउँदाखेरि सचेत रहनु होला, नभए समस्यामा पर्न सक्नुहुन्छ। नोकरी वा पेसामा झुटा आरोप लाग्ने सम्भावनाहरू समेत आउन सक्छन् र केही मानहानिका योगहरू पनि निर्माण हुन सक्छन्। आत्मविश्वासमा कमी र आलस्यले गर्दा महत्त्वपूर्ण कामहरूमा बाधा उत्पन्न हुने र अलिकति समय लाग्ने। प्रेमीहरूको लागि दर्शकवृन्द यो समय अलिकति सकारात्मक नरहला। केही समस्याहरू आउने सम्भावनाहरू पनि बनेका छन्। धोका पाइन सकिनेछ। त्यसर्थ कुनै पनि प्रकारको यदि सम्बन्धलाई प्रारम्भ गर्दै हुनुहुन्छ भने विचार पुर्याउनु पर्ने हुन्छ र यदि कुनै सम्बन्धमा पहिलादेखि हुनुहुन्छ भने बोल्दाखेरि विचार पुर्याउनु होला। बाँकी अन्य पक्षहरू शानदार छन्। स्वास्थ्यको दृष्टिकोणले दर्शकवृन्दहरू अवश्यमै पनि राम्रो समय रहेको देखियो। नियमित ध्यान र व्यायामले तपाईँले अझै स्वास्थ्यमा राम्रो निखार लिएर आउन सक्नुहुन्छ। हल्का पेट सम्बन्धी समस्याले तपाईँलाई यो वर्षभरि सताउनेछ। पाचन तन्त्र कमजोर छ भने त खानपिनमा विशेष सुधार लिएर आउनु पर्यो। व्यापार विस्तार गर्न चाहनुहुन्छ भने अलि विचार पुर्याउनु पर्ने हुन्छ र साथै सेयर मार्केटमा लगानी लगाउन चाहनुहुन्छ भने पनि तपाईँले अवश्यमै पनि सावधानी राख्नुपर्ने हुन्छ। बाँकी पक्षहरू शानदार छन्। मेहनत अनुसारेण सकारात्मक सोचको साथमा अगाडि बढ्नुभयो भने सकारात्मक नै परिणाम प्राप्त गर्नुहुन्छ। त दर्शकवृन्दहरू आउनुहोस्, वृश्चिक राशि हुनेहरूका लागि वैशाख महिनादेखि चैत्र महिनाको यात्राको क्रममा के कस्तो समय रहेको छ सम्पूर्ण महिनाको अनुसारेण हामीले कुराकानी गर्नेछौँ। त आउनुहोस् दर्शकवृन्दहरू, वैशाख महिनादेखि चैत्र महिनाको यात्राको क्रममा लागौँ। वैशाख महिना कार्यक्षेत्रमा अनुभवी व्यक्तिहरूसँग उचित मार्गदर्शन तपाईँलाई प्राप्त हुँदैछ, उचित सहयोग प्राप्त हुँदैछ र जेठ महिनामा चाहिँ अलिकति आर्थिक सङ्कट पनि बन्दैछ र केही यात्राका योगहरू विशेष गरी कष्टप्रद यात्रा बन्ने छन्। त्यसर्थ सकेसम्म यात्रालाई टाल्ने प्रयास गरौँ। असारमा आर्थिक लाभका योगहरू बनेका छन् तर स्वास्थ्य सम्बन्धी समस्या हुन सक्छ। साउन महिनामा झुठो आरोप लाग्ने सम्भावनाहरू पनि रहेको देखिएको छ। भदौमा समस्याहरूको समाधान हुने र व्यापार व्यवसायमा मनज्ञ लाभ रहने। असोजमा धनलाभको स्थिति र सुख समृद्धिमा वृद्धिको योग। कार्तिक महिनामा वैदेशिक यात्रा र धनानीका स्थितिहरू र मङ्सिर महिनामा चाहिँ अलिकति गलत कर्मतिर हामी लाग्न सक्छौँ। त्यसर्थ सावधान रहनुपर्ने। मान
सम्मानमा कमी लिएर आउन सक्छ। पुष महिनाको कुराकानी गरौँ भने दर्शकबिन्दुहरू काममा अलिकति बाधा आउन सक्छ, परिवारबाट टाढिनुपर्ने अवस्था आउन सक्छ। माघ महिनामा ऋणमा वृद्धि, शत्रुहरू पनि अलि बढी नै लाग्नेछन्। फागुन महिनामा दर्शकबिन्दुहरू मान सम्मानमा कमी र मानसिक परेशानी र चैत्रमा चाहिँ तपाईँको मान सम्मान पनि बढ्दैछ, नोकरीमा पनि राम्रो योग बन्दैछ र साथै सुख समृद्धि र सम्पत्तिमा पनि वृद्धिको योग देखा परेको छ। त दर्शकबिन्दुहरू अवश्य पनि यो सम्पूर्ण वृश्चिक राशि हुनेहरूको लागि वार्षिक राशिफल यहाँले श्रवण गर्नुभयो। अवश्य पनि हामीले ग्रहहरूको अनुकूलताको माध्यमबाट हामीले आफ्नो जीवनलाई सहज र सरल बनाउने हो। राशिको अनुसार यदि हामीले कार्य गर्यौँ भने कुन कार्य गर्दा राम्रो हुन्छ भन्ने कुरा हामीले जानकारी प्राप्त गर्छौँ। तर राशि र ग्रहको स्थिति आफ्नो ठाउँमा, तर हाम्रो मेहनत र परिश्रम त सदैव हामीले गरिरहनुपर्छ। कर्ममा विश्वास राखेर यदि कार्य गरियो भने, साथै यदि हामीले ग्रहहरूको अनुकूलतालाई पनि विचार गऱ्यौँ भने हाम्रो यात्रा सहज हुन सक्छ दर्शकबिन्दुहरू। त्यसकारणले गर्दा ग्रहहरूको अनुकूलता र कर्म यी दुईटै कुरालाई यदि सामञ्जस्यमा राखेर हामीले यदि आफ्नो जीवनका निर्णय लिन्छौँ भने र कर्म गर्छौँ भने हामीले सफलता पाउन सक्छौँ दर्शकबिन्दुहरू। त अवश्यमा पनि यहाँलाई यदि आफ्नो कुनै पनि प्रकारको ज्योतिष सम्बन्धित विषयवस्तुको जानकारी प्राप्त गर्नु छ, आफ्नो कुण्डली विश्लेषण गराउनु छ भने अनलाइन माध्यमबाट ज्योतिष सेवामा गएर यहाँहरूले आफ्नो कुण्डली अनुभवी गुरुजनहरूबाट देखाउन सक्नुहुनेछ भन्ने जानकारी प्रदान गर्दै अहिलेको लागि दर्शकबिन्दुहरू म यहाँहरूको माझबाट बिदा लिन चाहन्छु र फेरि पुनः यहाँहरूको बिचमा उपस्थित हुने नै छु हाम्रो पात्रको माध्यमबाट। अहिलेको लागि सबैको दिन शुभ रहोस्, भगवान पशुपतिनाथले सबैको रक्षा गरून्, यो वर्ष तपाईँको लागि अत्यन्त दिव्य भव्य र योग्य बनोस् भन्ने भावको साथमा जय जय श्री राधे।